के मसँग ठेडा छ यो लभ बाइट कहाँबाट आयो हिम्मत छले टोकेको होला नि किराले टोक्छ त्यो किराले चाहिँ त्यहाँ कहाँबाट त्यहाँ कसरी टोक्छ किराले भने के ओइ बेबी को के फेरि भन्छ त यहाँ गएर त मेरो नआउँछ कस्तो मेरो त मार्नु फेरि मेरो नआउँछ नमस्ते गुड मर्निङ जोजोलाप्पा वेलकम ब्याक टु आवर युट्युब च्यानल होप हजुरहरू सन्चै हुनुहुन्छ होला हामी पनि एकदम फिट एन्ड फाइन छौँ आज चाहिँ न्यू डे न्यू भिडियो न्यू प्र्याङ्क बाइ द टाइटल बाइ द थम्बनेल हजुरहरूले थाहा पाइसक्नुभयो होला आजको प्र्याङ्क भिडियो के स्पेसल छ भनेर अनि चाहिँ हजुरहरूले कमेन्ट धेरै पहिलाचोटि गरिरहनु भएको कमेन्ट हो मलाई चाहिँ गर्न कस्तो अड लागिरहेको थियो अनि ऊबाट पनि सकेन अनि मैले चाहिँ आज यस्तो दिमाग खुलाएर मेरो नाइट ड्युटी थियो नि त इभन म ड्रेसमै छु अनि मैले चाहिँ अनि आज चाहिँ बाबुलाई चाहिँ लभ बाइट प्र्याङ्क गर्दैछु लभ बाइट प्र्याङ्क अन माई हस्बेन्ड गर्दैछु उसको रियाक्सन कस्तो आउँछ अब निन्द्रामा छ नि त अरू बेलामा भएको भएपछि प्र्याङ्क गर्न आइल्छ भने निन्द्रामा भएको बेलामा उसलाई रिस उठ्छ नि त झ्याप्पै बिहान बिहान अनि त्यही भएको भएर चाहिँ मैले त्यही मौका पारेर चाहिँ मैले बिहान बिहान प्र्याङ्क गर्दैछु टन देख्नुभयो कि देख्नुभयो भने थाहा छैन तर मैले यहाँ भाउजू र मैले दुःख गरेर बनाएको त्यो भिडियो म अब हालिदिन्छु हेर्नु अनि भिडियो हेर्नुभयो त अनि भिडियो हेर्नुभयो भने थाहा पाउनु भएन मैले कति दुःख गरेर बनाएको छु भनेर अनि उत्तम दाइ सुतिरहनु भएको छ अब म गएर उत्तम दाइलाई प्र्याङ्क गर्छु लास्टै हो रिस ठुलो उसलाई जेलस हुन्छ रिस उठ्छ अनि त्यहीमा चाहिँ मेरो नाइट ड्युटी छ अनि ऊ सुतिरहेको छ ऊ निन्द्रामा हुन्छ अनि थाहा पाइहाल्छ नि त अनि त्यही भएर उसको रिस त्यतिखेर क्याप्चर गर्न पाउँछ भने चाहिँ मैले बिहान बिहानै गर्न लगाएको हो अनि त्यही हो अनि आज म दिदीसँग आएको ड्युटीबाट चाहिँ बाबुको खुट्टा घाउ भयो नि त अनि त्यही भएर म हस्पिटलबाट दिदीसँग आएको अनि आज आउन पनि ढिलाइ भयो अनि डर पनि लाग्यो यो युट्युबले के गर्न लाउँछ यो युट्युबले के गर्न लाउँछ म बिस्तारै बोलेको किनभने फेरि सुनिन्छ कि भनेर हो यो देखेँ थाहा भएन तर मैले ऐनामा हेरेको सायद देखेँ जस्तो लाग्यो कि तपाईँहरू एक्साइटेड हुनुहुन्छ उत्तर दाइको रियाक्सन हेर्न म त एकदम एक्साइटेड छु पिटै खान्छु होला यो गर्छु होला प्लिज इग्नोर गरिदिनु होला त्यही हो अब चाहिँ जाम भित्र यतिकै म नर्मल भ्लग गरेर चाहिँ जान्छु अनि है बोतलले ढकाउनु पर्यो होइन त्यो तेल हो त्यो बोकेर झुकेर यो बोतल चाहिँ यहाँ रफको बोतल हो रफको धेरै राखेको ओहो ए गन्दै बिर्कोली हुन्छ कि हुन्छ कि हुँदैन हेर तपाईँ हान्दिनु चिप्लो हुँदैन यहाँ गर्नुहुनेछ हुँदैन हौ यस्तो गर्दै बोल्दो बसेर देखाउँदै टिभीतिर खै खै हुँदैन के चिमाटेर बस्नु न एकछिनसम्म चिप्ले अनि आफै दुखिसक्यो नि यहाँ यी भाउजू हुँदो रहेछ चिमाट्दै अलि रातो रातो हुँदा चिमाट्नु भयो क्या हो भयो नगुडा चिमाट्नेहरू कि यसो गर्नु भेट्नु परेन छाला यस्तो गरी पारिदिनु भयो कि भएन
लिपस्टिक हो नि त्यसो भए यो नै पुलिस पनि हुन्छ होला त मलाई के होइन आएर सुतेर मस्त त्यसो गर्दा गरेर चाहिँ बल्ल बस्छु गर्नु नेबुस गर्नुहुन्छ होला को छुनिन्छ है यतिको भयो नि अहिले माथि पो गर्नुपर्छ कि है मेरो लुगा त कहाँ तल हुन्छ त नि अहिले लुगा गर्दाखेरि देखिहाल्छ नि यस्तो चेन्ज गर्दाखेरि उगाट के लिपस्टिक हो नि हजुर यसरी भएको देखाउँछ त हुन्न त मेरो त गाइस अब एकैचोटि हेर्नु लिपस्टिक लाउँछु यहाँ अलि त भर्खरै अलि तलै भयो नि त अनि एउटा यहाँतिर गर्छु कि यहाँ चाहिँ लिपस्टिकको गर्छु फेरि मैले लुगा लाउँदाखेरि नराम्रो देखिन्छ नि आजको प्र्याङ्क दमदार हुनेवाला छ हुन त मैले गाउन यत्तिकै हुन्छ देखिन्छ तर फेरि यहाँ भएको ठ्याक्क यस्तै गर्छ तर गर्नुपर्छ यो युट्युबले नि के गर्न लाउँछ हौ पछाडि के गरेँ नि अगाडि के गरेर गर अनि भएन भने लिपस्टिकमा हुन्न दिदीले भाउँछ यो त अलि देखियो है भन्दा यो त भयो यहाँतिर गर्नु पर्यो तेरा तो गेम बजाना पड़ेगा सिमार दिदी त गाइस हेर्नु नपाइयो भने दुखेर हजुर यस्तो गर्नुपर्छ अरे कि टिकटकमा देखिँदै भयो खै खै देखिनै देखियो होइन यहाँ त देखियो त रातो रातो देखियो मछली टेकेर दिएछु खै यहाँ देखेन यार भाउजू ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ यो लिपस्टिक आएर लगाएर डाक गर्दैन त यो गाइस देख्नु भएको होला नि म रातो देखेछ बिचरा भयो यत्तिको भएछु यो त छुन दिन्न के मैले त मेटिहाल्छ नि मेटिन्न माथिको त पुछ्यो नि मेटिँदैन नि रातो भएर बसेको अरे ए ल Ready, kids? Oh shit! त्यही हो गाइस म घरमा आइसके बाबु हेलो ढोक्नु न बाबु बक्सरमा हुन्छ त्यही भएर म देखाउँदैन Good morning, baby. Good morning. Good morning. Sorry, flash Valdi. I'm so sorry. I'm sorry, dear husband. I'm sorry. Good morning. Good morning, baby.
त्यही गाइस म चाहिँ आइसके आज डेली लाइफको भिडियोहरू बनाउनु पर्यो आज मलाई निन्द्रा पनि लाग्छ छैन म लुगा फेर्छु अनि उत्तम दाइलाई उठाउँछु त्यही हो गाइस मैले चाहिँ लुगाहरू फेरेर भ्याइसकेँ मैले चाहिँ गाउन लाएँ अब म मुख धुन जान्छु मुख धुन जानुभन्दा अगाडि चाहिँ म उत्तम दाइलाई उठाउँछु उत्तम दाइ हे उत्तम दाइ उठ्नुस् न उठ्नुस् उठ्नुस् न उठ्नुस् न उठ्नुस् न उठ न बेबी अरे उठ न उठ न उठ बेबी उठ न त भिडियो बनाऊँ उठ न उठ सँगै इन्ट्रो गरेर भिडियो बनाऊँ न उठ त म तिम्रो घर ड्रेसिङ गरिदिन्छु उठ न बेबी उठ न उठ भनेको काली केटाले काली केटाले उठन बेबी यार खै हो त मेरो फोन भइसक्यो उठ न उठ उठ त उठिसक्यो त अनि के भयो लेकिन 1 सेकंड के हो के खबर खै खै खत्म बाय बाय हिम्मत छले टोकेको होला नि किरा टोक्छ म हिम्मत छले टोकेको होला नि किरा वाह दीदी वाह दीदी पक्छ त हेरे फेरि बाटो नभए फेरि भेट्छ फेरि के खादा नि किरा टोकेको होला नि हेर त किरा यो लभ बाइट कहाँबाट आयो लभ बाइट किरा जिक्रा पनि नेगेटिभ भिडियो लभ बाइट किरा जिक्रा पनि नेगेटिभ भिडियो मार मार का खोपड़ी तोड़ साले का मार नेगेटिभ सोच नजिस्किन फेरि कस्तो मेरो भन्दैछु मैले किराटो त त्यस्तो हुन्छ कसरी हुन्छ किराटो यसरी नै वाह दीदी नहीं नहीं लभ बाइट हो भाइ कस्तो कसरी टोक्छ किराले भनेको यसलाई त्यहाँ किरा टोक्न आउँछ अब सुन्दरमा आयो होला नि त मान्छेको किराले टोक्यो होला नि अनि त्यही गर्नु फेरि फेरि नजिस्की फेरि कस्तो म त फेरि घरमा बाबु सबैलाई किराले त्यहाँ टोक्छ भनेको किराले नजिस्की फेरि कस्तो हेरेँ फेरि बिहान फेरि पार्नु फेरि अन्त पनि छ कि खै छैन उठ न त्यहाँ किराले चाहिँ त्यहाँ कहाँबाट टोक्यो त नि भनेको क्या किराले मलाई कहाँ के थाहा नि अब हस्पिटल सिसी क्यामेरा हेर्दैन तेरा तो गेम बजाना पड़ेगा त्यही काममा रहेछु दुनियाँको ठेक्का लिएर बस्छु के मैले गुरुको ठेक्का हो
जा त्यहाँ किराले चाहिँ त्यहाँ कहाँबाट त्यहाँ कसरी टोक्छ किराले भने के ओइ कसरी भनिदिन्छ नि ओइ त त्यही गरेर जाँदा त नाइट ड्युटी हस्पिटलमा यो अति भयो यो चाहिँ नखोज्ने जे कुरामा नराम्रो नसोच्नु अनि त्यहाँ किराले त्यहाँ टोक्छ भने त्यहाँ कहाँबाट टोकाउँछ अनि खाली भएको भएपछि टोक्दैन खाली भएको भएपछि टोक्दैन अब किराले टोकेको त सुनिन्छ त्यो त चुसेको डाम छ त्यो त ठुलो चुसेको डाम छ मलाई सिकाएर हुन्छ त्यही गरेर पो जानुपर्छ है हस्पिटलमा त ड्युटी जाने मान्छे काम गर्नु ल किराले त त्यहाँ मात्र अन्त नि टोक्छ किराले त अनि टोकेर होइन अन्ततिर पनि के छ मलाई हेरिकन कति बिहान मुड अफलाई पुरा मुड अफ होइन कि रिस उठ्दैन मान्छेलाई बिहान बिहान किन रोक्दै सानो कुरा नरो सब बामो भनिदिनु जाने कि मलाई के मतलब भयो चाहिँ मैले टोक्नु गएको होइन मलाई टोक्दिएको जो किराले टोके मान्छेले टोके टोक्नु किराले टोके मान्छेले टोके के रे अनि टोकेको रे होइन कि मान्छेले किराले टोक्यो कि मलाई टोकेको मान्छे टोक्यो मलाई टोक्नु गएको होइन कि कुल टोक्नु मात्र अब मलाई सुतेको बेला थाहा हुन अब गाडी टोक्यो अब चाहिँ रिस उठिसक्यो अरे मलाई के रिस उठ्ने सुतेको बेला थाहा हुँदो रे खालास भयो जा भन्दै सुत्न मन लागिसक्यो रात भयो सुतेन जान गएर कोसँग सुतेर आएर त्यहीसँग सुत्नु चाहिँ त्यहाँ घाँटीमा चाहिँ कसरी आयो त त्यहाँ किराले कसरी टोकिँदैन भने क्या त्यहाँतिर हाततिर पनि थियो किरा खाली त हाततिर थिएन हाततिर मात्रै खाली थियो पन्जा मैले त कति विश्वास गर्थेँ तर मैले गरेको थिएँ कि बाबा खै तिम्रो बर्थडेको ट्रिपलाई 19 गते आज घाँटीमा चाहिँ कसरी आयो नि भन्न त ल नि कसरी आयो नि त्यहाँ नि घाँटी निरै दाम मैले विषय तोडेको होइन किन सुन्नु न त त्यहाँ घाँटीमा चाहिँ कसरी भयो त नि भने क्या त्यहाँ दाम कसरी भयो त नि अन्त ठाउँमा छ होला नि त हेर त खै खै के छ त यहाँनिर टोकिदिएको त कहाँ छ अन्त खै त छोडे त्यहाँ छ कति नन्छ जे कुरा पनि राम्रो हुन्छ त कति विश्वास गर्थेँ त मैले त मेरो बुढीलाई त मसँग पैसै थिएन अनि के फेरि भन्छ पैसा थिएन अरे के तँलाई पैसा छैन मतलब के हो त्यसो मसँग पैसै थिएन कुरा नगुमान फेरि भन्दैछु मैले बिहान बिहानमा जा
त्यसकारण भेट्दै किन आहो राति कस्तो पहिचान नि तैँले फेरि के कुरा पहिचान भन्नु तँलाई किन आहो रासु लिएको त नि किन लिने हेर ल बुढीले अब यस्तो बिहान बिहान यस्तो राम्रो कुराहरू ल्याएर गर्दैछ पहिलेको विषय तोडे छैन के नत्र भए तेरो तेरो लब्बाइ कहाँबाट आयो तिमी मा यो लब्बाइट हो भने ल्याब टेस्ट गरेँ यो ल्याब लब्बाइट हो कि के हो भन्न नि आउन मलाई बिहान बिहान दिमाग खराब गरिदिन्छ यो त साइको रहेछ अब यसरी गोरेको हुनु सक्छ अब यसलाई नबाइट यसरी गोरे पुस्नु जान्छ गएन बाइक नाइट ड्युटी होइन त्यस्तो रहेछ तेरो त है रमाइलो पो रहेछ तेरो त नाइट ड्युटी त कति कुटी आएर भन्दै म त्यसरी सक्यो त यहाँ गएर मेरो नमाउँछ कस्तो मेरो त मार्नु नि फेरि म मेरो नमाउँछ तौ त गएर त के तिमी नभन्छको छ नि अनि नबस गएर त गएर त नबस त देखाइदिन्छ सोझै कस्तो मेरो मलाई बिहान चलाउँछस् किराले टोक्यो अझै त्यस्ता मेरै गोदामा गएर त अहिले मेरोसँग थियो क्या आयो कसम त यहाँबाट गइहाल्दै जा कसम त मारिन्छ म गएर जा यहाँ गएर म रिसाउनु लाग्छ नि कहाँ गयो यार यसको फेरि घटी Pepe, Pepe, मेरो Pepe. Please यार तो यहाँ तो सुन चैट जा मेरे तो यहाँ ना आइए जा तो कहाँ करने जा ये तो यार बोल कि कुछ क्या मर्शन मत ठहरा हंस जा हस्पिटल जाने मान्छे त्यस्तो पो रहेछ त अनि लब्बाइ जाने अझै किराले टोकेर ठुक्क किराले टोकेर बेबी यार होइन के यहाँ न म हराएर आइज फेरि एकैछिनमा पर्दैन म यो प्र्याङ्क गरेको मैले प्र्याङ्क रे नाटक गरेर हुन्छ इट्स अ prank baby What prank master? It's a prank. It's a prank. लब्बाइ हालेर prank हुन्छ यो लब्बाइ कसरी बस्यो भनेर भिडियो देखाइदिउ सब प्रुफको साथ आछु म सब प्रुफको साथ आछु गाइस हेर्नुस् यहाँ उत्तम दाइ लब्बाइ गरेर आहा भोलि आशा आएर मेरोमा किन रुनु मन लाग्यो भन नि त गरौँ न मेरो बुढीले विश्वास गरेको थियो यसले मलाई छोड्ने भयो भनेर
मनी त किन रुनु लाग्यो त नि गाह्रो न भएको भयो ल त बिहान बिहान दिमाग त त्यसरी मेरो अब आज मेरो दिन छ मोडा हो मन तपाईँलाई के भयो भन्नु न मनमा के कुरा खेले मनमा के कुरा खेल्ने नि साइको आफूले माया गरेर मान्छेलाई अनि यसरी त्यो किराले टोक्यो अनि उसले टोक्यो भनेपछि अनि थाहा भइहाल्छ नि त त्यहाँदेखि छोरा मान्छे हो अनि लभ बाइट नै हो त्यो अनि थाहा हुन्न अनि त्यो भएर रुनु पर्छ त नि अनि अनि तिमीले अनि यो के किराको दाग होला नि भन्नुपर्छ तिमीले मलाई डाइरेक्ट अनि मसँग शङ्का गर्ने हो त किराको दाग यस्तो हुन्छ थाहा हुन्न भनेको के छोरा मान्छेलाई अनि तिमीले मलाई जे भए पनि फर्स्टमा डाइरेक्ट शङ्का गर्नुहुन्न नि त मलाई किन शङ्का नगर्ने ल थाहा भइहाल्छ नि मलाई अनि रुइहाल्नु पर्छ त नाट नगर क्यामेरा सामना उता लिएर जा नराउ न तैँले फोन कहाँ राखेको थिएछ नि अनि फोन जुत्ताभित्र जुत्तामा राखेको थिएँ जुत्तामा राखेको थिएँ सुतिरह मान्छेलाई आएर के गर्छ तपाईँलाई म भिडियो देखाउँछु भिडियो हेर्नु अनि त्यसपछि रियाक्सन लिन्छ है ए होइन होइन ए काकी देखेँ रम देखेँ के हो त नि काकी देखेन गाइस म चाहिँ अघि बनाएको भिडियो चाहिँ मेरो मेसेन्जरमा पठाइदिन्छु अनि बाबुले हेर्नुहुन्छ अनि रियाक्सन पनि दिन्छ है अनि यहाँ चाहिँ मैले भिडियो पठाइसकेको छु अनि यहाँ हेर्दैछु मैले यहाँ दिदीसँग आउँछु है भनेर मात्रै मेसेज आयो अरू आइपुगेको छैन अनि त्यो भिडियो कति ढिलो आउने हुन्छ नि बेबी सोचिरहेको छ अझै पनि मेरो बुटी किन यस्तो गर्यो भनेर होइन मलाई त के लाग्यो भने हुन्छ नि कस्तो त्यो खङ्राङ्ग भएको म त त्यो देखिराखेको साइको भइदिइरहेको क्या हाई त्यस्तो त गर्न पनि हो यसले होइन भनेर कस्तो खङ्राङ्ग छानाबाट खसा जस्तो फिल भएको क्या यसले त्यस्तो कहिले पनि गर्थेन नि त अनि आज अब ल गाइज भन्नु न ल तपाईँहरूले घाँटीमा अनि हुन्छ नि सेन्सिटिभ ठाउँमा त्यो लभ बाइट जस्तो लभ बाइट नै हो होइन त्यो मैले सुरुमा त अझै मैले के भनेर मैले पुसेर नि हेरेँ नि त अनि पुसेर हेरेपछि लभ बाइट नै हो नि त अनि कस्तो त्यो हुन्छ नि खङ्राङ्ग भएको क्या म त अनि अब यस्तो अन्त प्र्याङ्कको जमाना अब लिपस्टिकले गरम भने त पुसिँदै जान्छ मैले निन्जा टेक्निक घुमाएर लगाएको तर भिडियो नै आइपुगेन त्यसको बाजे रुक्नु यहाँबाट गयो नि हेर्छु फेरि फाइनली यहाँ मोबाइलमा भिडियो आइसक्यो यहाँ देख्न सक्नुहुन्छ भिडियो म बाबुलाई देखाउँछु ल उठ्नु न एकचोटि उठ न अनि बाबु घाउ देखाउँछ फर्स्टमा चाहिँ घाउ यस्तो छ मेरो बुढाको ल भिडियो हेर्नु त भिडियो अन गर्नु न कहाँ हो यो भिडियो अन गर्नु न घरै हो ए भाउजूले त घर गरेकोस् यो लभ बाइट रहेछ कि के रहेछ त बेबी थाहा पाइनँ अब मैले अब थाहा पायो नि हात चिमारेकोस् दुखेन त्यसरी गर्दाखेरि दुखेदै कस्तो अब केही पाउनलाई केही गुमाउनु पर्यो कुटे खानलाई गुमाउनु पर्यो जस्तै भयो अब छोड्थ्यो देख्यो नि अब विश्वास गऱ्यौ नि म माथि विश्वास त तिमी माथि पहिले तर अघि आएर कस्तो विश्वास तोड्यो तिमीले मैले के तोडेको छैन यार कस्तो त्यो हुन्छ नि त्यो भिडियो देखाखेरि अनि म सुत्छु अहिले म तिमीलाई अब भन नि त अब विश्वास भयो खुसी भयो तर होइन जस विश्वास खै देखेन भिडियो बनाउ त राम्रोसँग ल पहिला चाहिँ देखेँ यो मलाई यो क्यामेराबाट भिडियो बनाऊ न देखेँ अहिले दाइदिन अर्को देखेको छ 1 बाट 2.5 गरेर 1 छ तिम्रो यहाँ देखाउनु चाहिँ मलाई कस्तो अप्ठ्यारो लाग्यो अनि भयो केही भएन छोड्दै अर्कै देखेको छ भयो छोड्दै अनि कस्तो त्यो हुन्छ नि गाइज त्यो
जस अब त्यस्तो नगरेको नि त कहिले नि अनि कस्तो झ्याप्प त्यो देखा त खौराङ्ग भएको कि म त अनि के मात्र भनेको भन्नु छ अनि रुन आयो मन दुखे थियो म कस्तो विश्वास गरेको मान्छेले विश्वास त्यो अब त्यस्तो देखेपछि त मन त दुखिहाल्छ अभियसली होइन र त्यही हो गाइज है म बिहान अब हल्का मुड अफ पनि भयो पिटे रिस पनि उठ्यो बिहान अनि घाउ पनि दुखिरहेछ दाँत पनि दुखिरहेछ चारैतिरबाटको दुखाइ मलाई नै छ के गर्ने ल ठिकै छ जस अब त्यस्तो गर्न खोजेर रहेछ मैले बुझेँ ल गाइज है बाँकी कुरा एन्डिङ म एकछिनमा गर्छु अब म नेक्स्ट रेस्ट गर्छु अनि त्यसपछि उठ्छु अनि त्यहाँबाट अनि फेरि भेट्छु है त बाई बाई सो गाइज अनि चाहिँ म रेस्ट गरेँ उठेर अनि खाना खाएर बसेको अनि भिडियो एडिट गर्दै थिएँ अनि एन्डिङ गर्न त फेरि मैले पछि गर्छु भनेको थिएँ नि त अनि एन्डिङ गर्नै बिर्सेछु अनि हजुरहरूलाई कस्तो लाग्यो त मेरो यो लभ बाइट प्र्याङ्क हो हजुरहरूलाई राम्रो लाग्यो होला आज मैले धेरै कुटे खाएँ हजुरहरूले सायद कमेन्टमा नि यो उत्तमदाले कति पिट्नु भएको भनेर कमेन्ट गर्नुहुन्छ होला गर्नु पनि कति पिट्नु भएको थियो मलाई मात्रै थाहा छ अब केही पाउन केही गुमाउनु पर्छ भने जस्तो मैले प्र्याङ्क गर्दै आफूले नै कुटाइ खाएँ अनि मलाई पिन्डिङ गर्न आउँदैन त्यही नै हो आजको भिडियो चाहिँ यति नै थियो आशा छ हजुरहरूलाई हाम्रो यो प्र्याङ्क भिडियो चाहिँ मन पर्यो होला भन्दै हजुरलाई आजको यो हाम्रो प्र्याङ्क भिडियो गरेको यो प्र्याङ्क चाहिँ पक्कै पनि मन पर्यो होला यदि मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै नेक्स्ट भिडियोलाई चाहिँ वेट गर्नु होला सी यू बाई बाई